असार महिनाको 1 गतेदेखि नै विशेष फेरि अर्को राशि छ कन्या राशि। कन्या राशिलाई पनि चौतर्फी सफलताको योग निर्माण बनाएको छ। सूर्यको उदय सँगसँगै सूर्यको जसरी तेजले यो संसारभरि ब्रह्माण्डभरि जसरी चाहिँ आफ्नो तेजले चाहिँ एउटा उज्यालो दिएको छ, प्रकाश दिएको छ, सबैतिर चाहिँ जुन चम्काउने किसिमको आँखाले देख्न सक्ने खालको पावर बनाएको छ, त्यस्तै सम्पूर्ण सुख देख्न सक्ने। सुख के हो त भनेको इच्छा गरेको सम्पूर्ण आँटे ताकेको कामहरू जब बन्छ, मान्छेले त्यही बेलामा त्यही मोमेन्टलाई सुख पाए भन्ने महसुस गर्छ। तपाईले हरेक विचार गर्नुभयो, हरेक काम तपाईको लागि चाहिँ सफलता नै छ, कुनै काम तपाईको लागि नराम्रो छैन। कन्या राशिको लागि अत्यन्तै सुखद समय तपाईको लागि बनेको छ। श्री बुध ग्रहको आशीर्वाद, कुल पितृको आशीर्वादले, नाग देवताको आशीर्वादले पनि तपाईले फड्को मार्न सक्नुहुन्छ। यो असार महिना तपाईको लागि अत्यन्तै राम्रो छ। सर्वत्र विजयको योग बनिसकेको छ। कृषिमा लाग्न चाहने व्यक्ति अथवा कृषिमा लागिसक्नु भएको छ भनेदेखि तपाईको लागि अन्न बालीहरू अलिकति फस्टाउने खालको राम्रो एउटा चाहिँ केही बजारीकरण गर्न खोज्नु भएको छ भने पनि तपाईको लागि बन्नेछ। यो पनि राम्रो पक्ष छ। व्यवसाय बिजनेसमा होटल लाइनमा लगानी गर्न चाहनुहुन्छ भने यो समय तपाईको लागि अत्यन्तै राम्रो छ। लटरी चिट्ठा काट्न खोज्नु भएको छ भने पनि तपाईको लागि समय राम्रो छ, चिन्ताको विषय होइन। अब विशेष गरिकन मांगलिक कार्य गराउनको लागि तपाईलाई विशेष कन्या राशिलाई सपोर्ट गर्नेछ बुध ग्रहले, देवगुरु बृहस्पतिले। राम्रो छ समय, चिन्ताको विषय छैन। परदेश यात्रामा केही विलम्ब भए तापनि काम भने शीघ्रातिशीघ्र छिटो भन्दा छिटो तपाईको लागि बनेर जानेछ। यो कुरा पनि तपाईलाई मैले जानकारी गराउँछु।